Is giving दाइजो really bad or did we make it bad? नेवारी बिहेमा दाइजो भनेको एउटा बोझ हो कि कोसेली? नेवार समुदायमा दाइजो अथवा कोस भन्नाले केवल कोसेलीको रूपमा मात्र नभइकन छोरी मान्छेको सुरक्षा र आत्मनिर्भरताको लागि दिन्थ्यो। परम्परा अनुसार कोस भनेको प्रपर्टी वा पैसा हुँदैन थियो। आमा बुवाले आफ्नो छोरीलाई नयाँ घरमा गाह्रो नहोस् भनेर भाडाकुराहरू दिन्थ्यो सो द्याट छोरीले आफ्नो नयाँ घर केही प्रब्लम बिना नै बनाओस् भनेर। नेवारी बिहेमा कोस दिने प्रकार पनि आफन्तसँगै भिन्न हुन्छ। जस्तै कि घरबाट दाडु पन्यु, करुवा र थाल दिन्छन् भने मामा माइजूले बाटा टेपो दिन्छन् भने निनीहरूले चाहिँ गाडी दिने गर्छन्। सायद आफ्नो छोरीले भान्सा र घरमा चाहिने सबै सामान पाओस् भनेरै सल्लाह गरेर भिन्न भिन्न कोस दिने गर्थे होला। कुनै कुनै ठाउँमा भने जसको भागमा ठुलो लाखमारी पर्यो त्यही मान्छेले ठुलो कोस दिनुपर्छ भन्ने पनि परम्परा रहेको छ। यो बाहेक पनि आमाले आफ्नो वंशगत चिनो, सिनमु र जलानेक पनि छोरीलाई दिने चलन रहेको छ। आजकल भने समय र आवश्यकताको चेन्ज भएकोले घरबाट फ्रिज, आइरन र वासिङ मसिन जस्ता घरेलु सामान पनि दिन थालेका छन्। समय परिवर्तन भए पनि र कोसको प्रकार बदलिए पनि कोसको भाव भने एउटै छ। सो व्हाट डु यु थिंक गाइज? यस्तो कोस ठीक हो कि नै त? कमेन्ट डाउन बिलो।